ईश्वर ग्रन्थघडी नम्बर 52 हो। यसमा राजाको विषय पनि जोडिएको छ यदि र महामारी पनि जोडिएको छ। अज्ञान सबैभन्दा ठुलो हतियार हो। महामारी अज्ञान सबैभन्दा ठुलो हतियार हो। अज्ञानभन्दा ठुलो हतियार अरू केही छैन। भिडियो ईश्वर ग्रन्थ महामारी नै हो। अर्को तेस्रो नम्बरको यदि मानवता नै खोज्ने हो भने हतियार उठाउने होइन, ज्ञान र शान्ति उठाउने हो। अब ईश्वर ग्रन्थ भिडियो नम्बर 52 राख्न गए। गौतम बुद्ध शान्तिका दूत, तर ईश्वर भगवान सत्य र ज्ञानको दूत हुँ। सत्य जहिले पनि सत्य हुन्छ। उसले अत ईश्वरले सत्य र ज्ञान छाड्दैन। मानवमा पापको र धर्मको अर्थ लाग्छ, तर ईश्वरमा सत्य र असत्यको अर्थ लाग्छ। कलियुग 25औं शताब्दीमा पुरै समापन हुनेछ। त्यहाँभन्दा पहिला भयङ्कर ठुला प्रलय उथलपुथल हुनेछन् संसारमा। अत पृथ्वीमा ईश्वरले 90 खर्बदेखि नै सृष्टि उत्पत्ति गरे र विस्तार मानवता राख्न धर्म ज्ञान दिए। तर धर्म विवाद आए र विवादै विवाद आयो। युद्ध हिंसा चलेर अहिले पृथ्वी उथलपुथल छ। कति बेला पृथ्वी नासिने हो थाहा छैन। आज मानवले मानवता बनाउन राजनीति चाहेर सारा विवाद फाले, राजा फाले। आज यसरी नै धर्मका झैँ विवाद आएर युद्ध चलेका छन्। आफूमा तहस नहस छ तसर्थ अब राजा र प्रजा हुनुपर्दछ। संवैधानिक राजावाद हुनु, विश्वको एक महाज्ञानीबाट राजा छानिएर संवैधानिक राजतन्त्र ल्याउनु पर्दछ र मानवता राख्नु पर्दछ। यो ईश्वर भगवान मानव विधि नियम बल्ल मात्र चल्छ र मानवता शान्ति हुन सक्छ। नमस्कार। ल सत्यपाल भाइ पर्वत।